त यसलाई अगाडि आउँछ नि यो गाडी छ आजको क्याम्पिङको यात्रा छ अब यहाँ मकै लिन आएको मकै अब अस्तिको गाडी बेचिहाल्नु भयो त पाल्नु न हामी यहाँ वालमार्टमा आएको छौँ मकै हेर्नको त्यहाँ पनि पाइँदै पाएन पाएपछि त मैले त केही भन्नु भएन बाटै भएछ बेबुलाई रमाइलो के गर्छ वारे अब रमाइलो गर्छ हाई के आयो त नि अब भोक पनि लाग्न आँट्यो अब रमाइलो लाग्दैछ हिँड्नुपर्छ भन्दै थिएँ म चाहिँ आधी घन्टाको बुनला नि एउटा सिरानी ल्याउन देऊ न सानो गरेकी अहिले चाहिँ यस्तै फुड्छु त्यो चाहिँ खाऊँ न अहिले दिन न हौ अहिले हामी देखाइ फोन गर्नु आन्टीको घरमा आयो कि त्यही भएर कछुवा यता आइपुग्छ नाइट ड्रेस लाउँ ल रेडी नाइट ड्रेस लाइ रेडी के गर्नु भएको आगो बेबो बेड रेडी भयो ताकोमा आइसक्यो आमा के हाल्नु भएको आलु चाहिँ हो भने आलु त ल्याएको छैन टेन्सनै नहुने हो त अब टेन्सनै नहुने हो यो अचार सचारहरू बनाउन पाएँ नभए केही पनि नभ्याउने म कहाँ सेतो कालो सेतो देखियो बुवा भन्नु सुतिराख्नु भएको छ यस्तो छ है मुना नक्कल पार्दै हुनुहुन्छ बाबु भर्खर ब्रस गर्दै एकदम गुड हो तर खासै आज सुताइ चाहिँ भएन हामी चाहिँ अब उठेर आइसक्यौँ अङ्कल आन्टी उठ्नु भएकै रहेछ मजा आउँदैछ रमाइलो हुँदैछ हेर्न आएको
ल है भाउजूले सिराउनु भयो ए लु आमा गर्दैछ यहाँ कल यस्तो रहेछ है पानी जङ्गल जनाको त डर नहुने नि मात्रै हेर्दै आएन पानी रिटर्न ब्याक टु क्याम्प अगेन जग पनि लाग्यो अहिले त्यसमा के छ क्याम्पिङ गर्ने ठाउँबाट चाहिँ उठाउँदैछ अब हामी त पाहाडमा चलाउँदैछ गाडीमा केही छैन खानेकुरा दुईटै लगाइदिनु भनेर चाहिँ तिमीहरूले लगाइदिएर जाउँ अब घर जाने तिमी बसिरहेको हिँड न अब फेरि छुट्टीमा भेटौँला ल पुग्छ अरे पुग